प्रधानमन्त्री भएको मान्छे अहिले पनि जनताले चुतिया सम्झिरहेछ। शेरबहादुर देउवा घरमा आगो लागेको पैसा बच्चाले थाहा छ त्यो एआई होइन भनेर, तर यो मान्छे के भनिरहेछ। घरबाट पैसा निस्किएको देखाएको थियो त्यो अर्कै देशमा कहीँ कतैको के बनाएर त्यो एआई हुन्छ हाल्छ, त्यसले फोटाहरू बनाउँछ, त्यसले हाल्छ। अनि यस्तो भेटियो देखियो भनेर एउटा 1000 को नोट यसो देखाउँदै हिँडेको चाहिँ मैले देखाएको थिएँ। यो जलेको नोट भेट्यो, 1000 को नोट जलेको चाहिँ गरिबको नाममा यसो भइदिन सक्छ नि त घरमा। त्यस्तै 1000, 2000, 4000, 10000 एउटा कुरा होला। नत्र भने त्यो जुन फोटो देखाइयो त्यो चाहिँ नकली फोटो हो। यस्ता नकली फोटोहरू खुब देखाउँछन्, प्रचार गर्ने, दुष्प्रचार गर्ने, यस्तो पछाडि धेरै भर पनि पर्दैन। अनि यसमा तपाईँले भन्दै गर्दाखेरि त्यतिखेरकै अवस्थामा पत्रकारहरूले लाइभ पनि दियो होइन, 1-2 दिन पछि पनि गएर ती डढेका टुक्राहरू देखायो होइन। त्यसमा चाहिँ अब हामीले त्यो एआई भनेर चाहिँ मलाई चाहिँ विश्वास लागेन होइन। अब जनता सचेत भइसकेछ, यसरी झुकाएर केही काम लाग्ने छैन हौ, केही काम लाग्दैन।